साथीहरु म चाहिँ अहिले ट्रक धुनको लागि लाइनमा बसेको छु। यहाँ चाहिँ मेरो साथीको ट्रक हो, हाम्रो कम्पनीको ट्रकहरु छ है। हामी चाहिँ एक हप्ता यो खेतबारीको काम सकेर मल बोक्ने कामहरु थियो। मल बोक्ने काम भइसकेपछि गाडीको हालत हेर्नु न है साथीहरु, कति धेरै फोहोर हुन्छ भने नि, यस्तै फोहोर हुन्छ के। अनि हामी चाहिँ लाइनमा छौं। यता मेरो गाडीहरु छ है, यता चाहिँ है गाडी धुनको लागि मजाले यी सबै चारवटा हाम्रो गाडी मेरो साथीहरु। अनि यस्तै छ है साथीहरु, कामतिरैबाट हो। आज चाहिँ चिटिक्क बसन्तीलाई चाहिँ चिटिक्क बनाउने हो। टक्क पारेर है मजाले काम सकेपछि धोएर चिटिक्क बनाएर टक्कती अनि फेरि अनि लोडिङतिर गइन्छ टक्कती। अनि अब यहाँको वासिङ सकेर चाहिँ म फेरि त्यहाँबाट फ्याक्ट्रीमा लोड गर्न जाँदैछु। गाडीको हालत चाहिँ मेरो गाडी हेर्नु न साथीहरु, कति फोहोर छ हैन, एकदम फोहोर हुन्छ के। अब यी खेतबारीको काम, अब मल बोक्ने काम गरेको थियो है, गाडी त यति फोहोर छ नि है साथीहरु। अहिले चाहिँ म वासिङबाट हो गाडी धुनको लागि लाइनमा बसिरहेको छु। यस्तै छ है त। कस्तो लाग्छ मेरो भिडियोहरु हेरेर, जस्तो लाग्छ त्यस्तै कमेन्ट गर्नु होला है त। ओके, बाइ बाइ, टेक केयर।